आज चाहिँ मेरो छोराले उसको लागि आफै ब्रेकफास्ट बनाउँदैछ साथीहरू। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग साथीहरू। आज चाहिँ म बिहानै मर्निङमा उठेर मेरो छोरालाई लिएर मर्निङ वकमा गएँ। निन्द्रामै उठेर हिँडेको मेरो छोरालाई झन्डै कुकुरको दिशा खिल्चियो साथीहरू है। अनि त्यसपछि एकछिन घुम्यौँ वरियौँ, फ्रेस भयौँ, उसको पनि दिमाग माइन्ड फ्रेस भयो मामु भनेर भन्दै थियो। अनि घरमा आएर उसले आफ्नो लागि आफै ब्रेकफास्ट बनाउने रे। ल हेरौँ है त साथीहरू कसरी बनाउँदो रहेछ उसले। अनि त्यहाँबाट उसले एकदमै एक्साइटेड हुन्छ क्या यस्तो सानो सानो कामहरू गर्नुमा चाहिँ। उसलाई गर भन्यो भने गर्न चाहिँ गर्छ। अनि कुक चाहिँ गर्छु भन साथीहरू, तर अब यो ग्यास चाहिँ अल्गो छ नि त, उसको हाइट अलिक सानो छ, त्यही भएर उसले कुर्सी ल्याएर कुर्सी माथि टेकेर उभिएर चाहिँ उसले बनाउँदैछ नि त ब्रेडहरू। म यसरी नै खान्छु, त्यही भएर उसले याद गरिरहेको हुन्छ अनि उसले नि यसरी नै बनाउँछ क्या। धेरै बिहान बिहान ओइली चाहिँ खाँदिनँ। अनि ऊ सबै झारेर हेर्न त जात्रै गरेको छ। अनि त्यत्तिकै तेल नलाइकन ब्रेडलाई तताएर अनि त्यहाँबाट उसले खाजा उसको लागि रेडी गर्यो। ऊ चाहिँ आजको मास्टर कुक।